आजका दिनमा विश्व तीव्र गतिमा वातावरणीय सङ्कटहरू भोगिरहेको छ। तीमध्ये खडेरी, ड्रट अनि मरुभूमिकरण, डेजर्टिफिकेसन विश्वमा अत्यन्तै गम्भीर र दीर्घकालीन असर पार्ने समस्याको रूपमा उभिएको छ। यी दुवै प्राकृतिक प्रकोप मात्र होइनन्, मानवीय क्रियाकलापको प्रतिफल पनि हुन्। जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि, वन विनाश र असन्तुलित कृषि प्रणाली यी समस्याका प्रमुख कारणहरूमा पर्दछन्। खडेरी, ड्रट भन्नाले लामो समयसम्म पानीको अत्यन्त कमी हुने अवस्था हो, जसले जमिनको उत्पादनशीलता घटाउँछ, जलस्रोतहरू सुकाउँछ र जनजीवन प्रभावित पार्छ। यसले कृषिमा नराम्रो असर पर्दछ र खाद्य सुरक्षामा सङ्कट निम्त्याउँछ। लामो समय खडेरी परी माटोको उर्वरा शक्तिमा कमी आई वनस्पतिका लागि अनुपयुक्त हावापानी बन्न थाल्नु नै मरुभूमिकरण हो। खडेरीका प्रकारहरू मौसमी खडेरी, कृषि खडेरी, जलस्रोत खडेरी, सामाजिक आर्थिक खडेरी। विश्वव्यापी तथ्याङ्क हाल 2024मा विश्वभर करिब 55 करोड मानिस खडेरीको प्रत्यक्ष असरमा छन्। प्रत्येक वर्ष औसतमा 12 करोड हेक्टर भूमि खडेरी र मरुभूमिकरणको असरमा पर्दै गएको छ। अफ्रिका, दक्षिण एसिया र मेक्सिको सबैभन्दा धेरै प्रभावित क्षेत्र हुन्। नेपालमा 2080 सालको हिउँद र बर्खा दुवैमा वर्षा सामान्यभन्दा 30% कम भयो। कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेश खडेरीको उच्च जोखिममा छन्। कृषि उत्पादनमा 20-30% सम्मको गिरावट आएको छ। धान, मकै, गहुँमा। ग्रामीण क्षेत्रका बासिन्दा, विशेष गरी किसान, खडेरीबाट प्रत्यक्ष प्रभावित छन्। खडेरीको असरहरू: कृषिमा असर, उत्पादन घट्ने, बिउ सुक्ने, पशुपालन सङ्कट। पानीको सङ्कट, खानेपानीको स्रोत सुक्ने। खाद्य सङ्कट, खाद्य मूल्य बढ्ने, भोकमरीको खतरा। सामाजिक असर, बसाइसराई, गरिबी, बालबालिकामा कुपोषण। करिब 184 बिलियन मानिसहरू हाल खडेरीको जोखिममा छन्, जसमा लगभग 4.7% अत्यधिक प्रभावको अवस्थामा रहेका छन्। हाल विश्वको भूमि क्षेत्रको 40% ओगट्ने गरी शुष्क भूमिको क्षेत्र विस्तार भएको छ। सन् 2024मा गरिएको अध्ययनले देखायो कि तापक्रम वृद्धिशीलताका कारण विश्वभर 77.6% भूमि स्थायी रूपमा सुक्खा बनेको छ। लगभग 15 मिलियन वर्ग किलोमिटर भूमि स्थायीकरण भइरहेको छ। यो भनेको आकारमा एन्टार्क्टिका भन्दा ठूलो भाग हुन जान्छ। यति मात्र होइन, शुष्क भूमि विकासले अफ्रिकामा जीडीपीमा 12% सम्म ह्रास गराएको छ। एसिया र अफ्रिकामा भविष्यमा थप 7देखि 16% क्षति हुन सक्ने खतरा बढेको देखाउँछ। खडेरी र मरुभूमिकरण हाम्रो पृथ्वीको भविष्यका लागि गम्भीर चुनौती हुन्। यिनको सामना गर्न हामी सबैले संयुक्त प्रयास गर्न जरुरी छ। सरकार, जनता, विद्यार्थी, किसान, वैज्ञानिक सबैको भूमिकाको अत्यन्त आवश्यकता छ। सन्तुलित वातावरण नै समृद्ध जीवनको आधार हो। त्यसैले आजैदेखि सचेत बनौं र हराभरा भविष्यको कल्पना साकार पारौं। हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भुत, अद्वितीय कुरा हो। प्रकृतिलाई हामी मध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन। तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जगेर्ना गरी भावी पुस्ताका लागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्त्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौं। एउटा कुरा चाहिँ प्रष्ट छ, प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ। बढ्दो मरुभूमिकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्न सन् 1995 देखि हरेक वर्ष विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ। वातावरणीय संरक्षण र दीर्घकालीन भूमि व्यवस्थापन गरी दुईवटा मुख्य बुन्दामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो। खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरू, भू संरक्षण लगायत विभिन्न कुराहरू यो विशेष दिनले विश्व समाजमाझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ। खडेरी या मरुभूमिकरणको कुरा गर्दाखेरि भौगोलिक परिस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर भइरहने अविवेकी प्रयोग नै 21औं शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो। केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रूपमा पनि व्याख्या गरिएको छ, जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन्।